सो वेलकम ब्याक है मेरो यो मिनी ब्लग भनौँ न। अब त्यस्तो लामो चाहिँ म बनाउँदिनँ होइन, 2-3 मिनटको बनाउँछु जति नै भयो भने। जेस् आज हाम्रो बिदा थियो है, अनि यहाँ समुद्र किनारमा चाहिँ म घुम्न निस्केको छु। अस्ति चाहिँ बेलुका निस्केको थिएँ, आज चाहिँ म दिउँसो भन्दा पनि बेलुका 5 लगभग यहाँको 5 बज्यो भनेपछि घाम डुब्नै आँटेको छ है। तर जेस् बवाल दामी देखिरहेछ। अनि यहाँको सिनहरू म देखाउँछु है। जुन अपार्टमेन्ट अब के हो यो के थाहा छैन, जस खण्डर जस्तो देखेको चाहिँ यो गाडीहरू पार्क गर्ने ठाउँ भयो है। यहाँनिर ट्याक्कै यहाँनिर मान्छेहरू कुद्छन्, साइकलहरू कुदाउने वा रनिङ सनिङ गर्ने। अनि यहाँदेखि यता यस्तो छ, बवालै छ है। यो समुद्र नै पुरै समुद्र, ठुलो समुद्र चाहिँ होइन। यहाँ जस खोलाहरू आएर जोडिन्छ यहाँनिर, जस सुरु जस्तै हो, अब सुरु अन्त्य के हो, जस सानो छ। अनि यहाँनिर चाहिँ यस्तो नक्सा देखाइरहेको छ, जस यो के होला क्या, जो त्यस्तो ठुलो समुद्र चाहिँ होइन, यो नदी जस्तो लागेको। यहाँनिर माछाहरू चाहिँ मार्न नपाइने रहेछ। यहाँ कोरियनमा के लेखेछ सानोतिनो नो फिसिङ भनेर रहेछ। आन्सन्सी नाक्ची थोङ्जे खुयक भनेको, आन्सन्सी भनेको ठाउँको नाम भयो। नाक्सी भनेको के हो, नाक्सी भनेको बल्छी होला। थोङजङ खुयक भनेको क्षेत्र हो, खुयक भनेको चाहिँ थोङजङ भनेको चाहिँ थाहा भएर मलाई। यी मान्छेहरू यसरी कुदिरहेछन् है। यो अपार्टमेन्टहरू हो क्या सबै, यहाँनिर मान्छे बस्ने नै प्राय अधिकांश छ भनौँ। अनि यो पनि एउटा कम्पनी हो, यो पनि एउटा कम्पनी हो। अनि यो चाहिँ सबै पातहरू झरिरहेछ है। चाहिँ उसँग घुम्न आएको चाहिँ ऊ चाहिँ रनिङ हानिरहेछ है। त्यो उसलाई त्यही जाडो भएर हानेको भन्छ, खासमा चाहिँ उन्दङै गर्न आएको। अनि हामीहरू चाहिँ यस्तो, म चाहिँ हिँड्दैछु, म चाहिँ खासै कुद्नु मन लागेको छैन भनौँ न। यस्तो भिडियोहरू बनाउनु चाहिँ मजा लाग्छ। हावा चाहिँ बबाले चलिरहेको छ, चिसो हावा छ। टाउको दुख्छ कि भन्ने समस्या नि त टोपी लाएर आउनुपर्छ। मैले टोपी चाहिँ लागिनँ। रनिङ गर्ने मान्छेहरू चाहिँ यसरी नै देख्न सकिन्छ है हाम्रो यहाँनिर। एउटा जाँदैछ, यहाँ मान्छेहरू नि आउँदैछ, साथी एउटा त्यो हो मेरो। यहाँनिर वालहरू छ, यहाँनिर पानी छ है। अनि यहाँदेखि यस्तो दामी लाग्यो कि मलाई चाहिँ, जेस बवाल लाग्यो क्या दिउँसो घुम्न आउँदाखेरि। जाडो चाहिँ अत्याधिक छ है, जाडो चाहिँ। सो यहाँनिर अब यस्तो वालहरू छ, ढुङ्गाहरू राखिदिरहेको छ। पानी चाहिँ अब यो के हो क्या, यो के हो, यो के हो, किरा होला क्या, घोङ्गी के होला। माछाहरू चाहिँ देखेको छैन। पानी त चिसो चाहिँ, चिसो छ पानी त यार, लास्टै चिसो छ, बरफ जम्छ भने। सो यति नै है भिडियो सिडियो। अब त्यस्तै हो, जाडोले मान्छे कठ्याङ्ग्रेर जानबाट हाते रातो रातो भइसक्यो यहाँनिर मेरो चिसोले। सो यति नै छ।